यदि यहाँहरूको जन्म बिहीबारको हो भने यहाँहरूको लागि कुन धातु लाउनु चाहिँ विशेष लाभदायक रहने गर्दछ। यदि तपाईँको जन्म बिहीबारको हो भने विशेष गरेर यहाँहरूलाई सुन धारण गर्नु अत्याधिक राम्रो बताइएको छ शास्त्र अनुसार। सुवर्ण बृहस्पतिको प्रतीक मानिएको छ, त्यही भएको हुनाले चोरी औँलीमा सुन लगाउनाले बृहस्पति ग्रह एक्टिभ भएर जान्छ। अब बृहस्पति ग्रह भनेको ज्ञानको कारक, धनको कारक, सन्तानको कारक र साथसाथै प्रगतिको कारक पनि मानिएको छ। आध्यात्मिक कारक पनि मानिएको छ। मनलाई शान्त राख्नु, वैभव बढाउनु यो बृहस्पतिको काम रहेको हुनाले, भाग्य वृद्धि गर्नु पनि बृहस्पतिको काम रहेको हुनाले यहाँहरूले यदि यहाँहरूको बिहीबारको जन्म हो भने यहाँहरूले सुनको गोलो रिङ अथवा सुनमा पुष्पराज रत्न धारण गरेर लगाउन सकिन्छ। यो पुष्पराज रत्न भनेको चाहिँ सबैको लागि हुन्छ, जसले पनि लगाउन सक्छन्, किन भन्दा यो भनेको विशेष ज्ञान, धन र वैभव र आध्यात्मिकलाई बढाउने हो र जीवनमा यो चिज चाहिँ आवश्यक पर्छ नि त। त्यही भएको हुनाले यो बिहीबार जन्मिनेलाई त खास नै हो, तर अरूको लागि पनि उपयुक्त। तर बिहीबार जन्म हो भने सुवर्ण चोरी औँलीमा दाहिने हातमा, त्यसमा पुष्पराज रत्न राखेर पनि लगाउन सक्नुहुनेछ, अदरवाइज गोलो रिङ पनि लाउन सक्नुहुनेछ। जय श्री राम।